2052 सालमा हाम्रो देशको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। 2052 सालमा अमेरिकाको राष्ट्रपति बिल क्लिन्टन हुनुहुन्थ्यो। मलाई बहुत बिजी राख्छ क्या कुरा। बिल क्लिन्टन 2 कार्यकाल हुनुभयो, 8 वर्ष। त्यहाँबाट डब्लु बुश आउनुभयो, अर्को 8 वर्ष। त्यहाँबाट बाराक ओबामा आउनुभयो, अर्को 8 वर्ष। 24 वर्ष गएर ट्रम्प आउनुभयो, होइन त? ट्रम्प आउनुभयो, त्यहाँबाट 4 वर्ष। बाइडेन आउनुभयो, अर्को 4 वर्ष। 30 वर्ष भयो। कति फेरिए? क्लिन्टन कहाँ छन्, ओबामा त्यतै छन्, डब्लु बुश त्यतै छन्, रमाइरहेछन् नि। अस्ति मैले बिल क्लिन्टनको एउटा फेसबुकमा हेरेको थिएँ, कहाँ त्यो बर्गर लिन कि कता गइरहेको देखाएको थिएँ। कोही पनि छैनन् सुरक्षाकर्मी। मेरो देशमा, तपाईँको देशमा 52 सालमा प्रधानमन्त्री भएको शेरबहादुर देउवालाई सम्भवतः 83 सालमा फेरि हामी प्रधानमन्त्री बनाउँदैछौँ। अनि यो जस्टिस हो? अनि जनतालाई दिक्क लाग्दैन? अनि फ्रस्ट्रेसन हुँदैन? ल मैले